हाल्नेले हालिदिन्छ त हेर्नुहरू मक्क भएर हेर्छ नि अरे मिलन थापा जुटी मैले तिमीलाई हेर्नेलाई तिमीलाई हेऱ्यौ तिमीले मुजी उयो गर्यो भनेर तिमीलाई मैले भनेको होइन नि कमेन्टमा आएर यो त्यो भन्दै रमाउने काम छैन भनेको भोलिको दिनमा आफ्नै चेलीबेटीहरूको पनि आउन सक्छ आफ्नै चेलीबेटीहरूको पनि बोयफ्रेन्ड सोयफ्रेन्ड हुन्छ के हुन्छ त्यस्तै खालको पनि हुनसक्छ नि हुँदैन र साथी भोलि मेरो घरमा हुनसक्छ तिम्रो घरमा हुनसक्छ सबैजनाको घरमा हुनसक्छ नि यो त सेन्सिटिभ कुरा हो नि त केटा हो होइन र अनि हामी सबैजना मिलेर यस्तो कुराहरूलाई बाइकआउट गर क्या आयो मोबाइलमा भने पनि भयो क्या केटा हो हेर ल भयो सक्यो अनि आएर कमेन्टमा आएर रमाएको छ मैले लिङ्क दे भनेको छ यो भनेको छ त्यो भनेको छ यस्तो कुराहरू नगरौँ न जो पनि पर्छ नि हाम्रो चेलीबेटी छैनन् हाम्रो घरमा दिदीबहिनी छैनन् छन् नि अनि भोलिको दिनमा आफ्नो दिदीबहिनीको अरूले त्यसरी भिडियो हेर्दैछ भन्दाखेरि कस्तो फिल हुन्छ त्यही सोच न एकचोटि तिमीहरू पनि क्या सोच न सोच त आफ्नै दिदीबहिनी आफ्नो कसैको अरूले भिडियो हेर्दैछ भन्दा कस्तो फिल हुन्छ हो त्यो सोच्नु पऱ्यो क्या जुटीहरू रमाउने होइन क्या त्यस्तै हेर्नको लागि पोर्न स्टारहरू खेलिरहेछ त इन्डस्ट्रीकै मान्छे छ त हेर न दाइले गएर www.com भनेर हान न भइहाल्छ त उनीहरूको त प्रोफेसनै पोर्नवाला हो उनीहरूको हेर रमाइलो गर अनि त्यो जसमा आएर कमेन्टमा योवाला हेरेर त्योवाला हेर भन्नु नभन क्या मलाई चाहिँ मन पर्दैन यार केटा हो यस्तो होइन एउटा उमेर हुन्छ ठिक छ तर तिमीहरू सोच बुझ तिमीहरू पनि अब अलिकति मुभ अन हुने बेला भयो तिमीहरू पनि अब बिस्तारै दिमाग पुऱ्याऊ भने एउटा उमेर हुन्छ यो काण्ड साण्ड यो त्यो भन्ने तर जे सम्झ बुझ भनेर मात्र भनेको मैले होइन मामा हो नि भान्जा नराम्रो